एमाले छाडेका मेयरदेखि वडाध्यक्षसम्मको पद रिक्त। निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित 6 जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ। पद जानेमा मेयरदेखि वडाध्यक्षसम्म रहेका छन्। राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको पाइएकाले उनीहरूको पद स्वत रिक्त भएको आयोगले जनाएको हो। आयोगले साउन 15 गते सूचना जारी गर्दै 2079 सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित 30 जनप्रतिनिधिहरूले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भने एमाले केन्द्रीय सचिवालयले जानकारी गराएपछि यस्तो निर्णय गरिएको बताएको छ। आयोगका अनुसार रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल शाह, मोरङका वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, जाजरकोटका वडाध्यक्ष दलबहादुर राणा, खोटाङका वडाध्यक्ष दनेश कुमार राई र रौतहटका वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी तथा खोटाङका वडा सदस्य प्रदीप आचार्यको जनप्रतिनिधि पद गएको हो।